हेलो गाइस, वेलकम ब्याक टु द च्यानल होइन। सो आज चाहिँ अलिक अचम्ममा पर्नुभयो होला म अलिक नयाँ मान्छेलाई देखेर। सो मेरो साथी अभिषेकले चाहिँ अहिले युट्युब क्विट हानेको छ। सो यो च्यानल चाहिँ अहिले मेरो हातमा आएको छ भनेर भन्ठान्नु भएको थियो होला। तर होइन गाइस, अझै पनि यो च्यानल मेरो नाममै छ, अन्डर द अभिषेक विश्व। वेल, देखिहाल्नुभयो मेरो साथी बोलेको थियो फर्स्टमा। सो ऊ चाहिँ मलाई रोसोदेखि भेट्न बफेलोमा आएको छ। सो यसले चाहिँ मेरो भिडियो हेरेको थियो। मेरो साथी पहिला सुरजसँग डेभ झा चिकनको स्पाइसी त्यो च्यालेन्ज गरेको थिएँ, अनि यसलाई चाहिँ हि वान्टेड टु क्रिएट समथिङ अगेन म नयाँ भिडियो। सो वेल, हामी एकैचोटि त्यहाँ गइहाल्थ्यौँ डेभ झा चिकनमा। पहिला हामी नायग्रा फल्स जहाँ टेको घुम्न, त्यहाँ गएको तपाईँहरूलाई देखाउँछु म। सो अहिले चाहिँ हामी नायग्रा फल्स गएको, अनि नायग्रा फल्स गइसकेपछि वी गोना गो टु डेभ झा चिकन, अनि त्यहाँ हामी रिपर्स मगाउँछौँ फेरि। अनि च्यालेन्ज त्यही हुन्छ, पिरो टलरेन्स गर्नु सक्नु पऱ्यो। अब जसले पहिला पानी खान्छ सायद वी माइट डु डेढ पो गरिन्छ कि, यदि अब इन्ट्रेस्ट बढ्नको लागि गरिन्छ डेढ। त्यो अब त्यहाँ पुग्यौँ न पहिला, अनि स्थिति अनुसार हेरिन्छ ल। सो आजको भनेको त्यही छ भ्लग, डेभ झा चिकन रिपर्स खाने, जसले हार्छ त्यसले डेढ गर्छ है त गाइस। सो ल गाइस, ए चसा छ त ल गाइस, हामी चाहिँ नायग्रा फल्स आइसकेको छौँ होइन। टप्पै एसियालाई नायग्रा फल्स घुमाऊँ भनेर। मेरो पछि चाहिँ वर्ल्डमा टप 5मा टपमा पर्छ कि होइन यो नायग्रा फल्स चाहिँ। अनि उताको देखेको चाहिँ त्यो क्यानाडा हो। अनि देख्न पाएको छैन घामले गरेर होइन, राम्रै आएको होला। गाइस ल, हाम्रो चाहिँ एकछिन यही घुमाइ हुन्छ होइन फल्स हेर्ने। अनि त्यहाँदेखि चाहिँ हामी डेभ झा चिकनमा जान्छौँ है त गाइस। ल तपाईँ पनि भ्यू इन्जोय गर्नुहोस् न। ल गाइस, अब चाहिँ हामी फल्स पनि घुमिसकेर होइन, आधी एक घन्टा जति डुल्यो। अब चाहिँ हामी फर्केको डेभ झा चिकन दोकानको लागि। अब चाहिँ त्यहाँ जाने हो, अनि ठक्कसँगले के मगाउने अरे भन्न त गाह्रै भइरहेछ होइन। जति पाइला म बढाउँदैछु त्यति मेरो मुटुको ढुकढुकी बढिरहेछ होइन। 50 रुपया कट ओभर एक्टिङ के वजह हो मगाउने त रिपर हो। रिपर ल, यो त्यति पिरो खाँदैन र पनि त्यही हो, जसले धेरै पिरो खान्छ त्यो चाहिँ म खान्न भन्छ र पनि गएर रिपर मगाउने हो। ट्याङ्की खाइदिने हो होइन। हामी चाहिँ अब अक्खबारे खोर्सानी डल्ले खोर्सानी भक्कु खाने, त्यस्तो फरक त केही पर्दैन र पनि। यसो पिरो भयो भने ढड्डी पारिदिने हो, पिरो भयो भनेर, नत्र त त्यही हो। ल गाइस, त्यहाँ पुगेर भेटौँ है त। सालो ल गाइस, हामी चाहिँ देख्न सक्नुहुन्छ डेभ झा चिकन आइसक्यो। अब चाहिँ गएर रिपर खाने हो। यसको मुटु अलिक ढुकढुक भइरहेको रहेछ होइन। ल ल गाइस, अब चाहिँ हामी भित्र गएर अर्डर दिन आँटेको। गाइस यसको अनुहार हेर्नुहोस्, ओ हात छोड्नु म देखाउँदिनँ यसको अनुहार गाइस। सो दाइ, हाम्रो च्यालेन्ज के छ नि, टेन्डर पनि रिपर छ, अनफर्चुनेटली स्लाइडर पनि रिपर हाल्दैछ क्या, फ्राइज पनि। सो अब च्यालेन्ज चाहिँ के हुन्छ भने जसले छिटो पानी खान्छ त्यसले अब यो फ्राइज पनि सिद्धाउनु पर्यो। यसको अनुहार हेर्नुहोस् गाइस। साला ये दुख का खत्म नहीं होता बे। ल गाइस, हाम्रो चाहिँ आइसकेको छ। यति पछाडि गीत ठुलाको छ भने सही हो क्या भैया। हाम्रो रिपर चाहिँ आइसकेको छ, यसको रियाक्सन हेर्नु। यसको मात्रै ढुकढुक गरेर गइसक्यो। ढाँटेको जस्तो राख्छ भने हेर्नुहोस्, रिपर छ है दुइटै। ल अरे गाइस, कन्फ्युजन दूर भयो। के रहेछ भने फ्राइज चाहिँ रिपर होइन रहेछ, यो दुइटा टेन्डर छ, यो चाहिँ रिपर रहेछ है त। सो हामी अब यसलाई चाहिँ आधी पारेर खान्छौँ, अनि जो हार्छ त्यसले चाहिँ यो टेन्डर फुल खानुपर्छ पनिसमेन्ट, किनकि यो पनि अर्कै टेन्डर चाहिँ रिपर नै रहेछ। सो या अब हामीलाई आधी आधी गर्छौँ अनि खान्छौँ। जसले छिटो पानी खान्छ या फिर आफ्नो टेन्डर सिधाइसकेर 5 मिनट पर्खिनुपर्छ। 5 मिनटभन्दा अगाडि पानी खायो भने त्यसले खानुपर्छ। ओके गाइस, थ्याङ्क यू गाड फर एभ्रिथिङ। ल अब हामी चाहिँ खाँदैछौँ है त गाइस। ल ल फर्स्ट बाइट खा।
त्यस्तो पिरो छैन। अहिले त सहन सक्ने शक्ति त छ अहिलेलाई त त्यस्तो पिरो छैन। त्यति पिरो अहिले त भएको छैन। ओहो फेरि मेरो चाहिँ जिब्रोमा फोका छ क्या, सो अलिकति पनि पिरो 100 लेभलको पिरो भइहाल्छ। अरे झूठ बोल रहा है, ये झूठ बोल रहा है। सो अब यसको च्यालेन्ज के हुन्छ अरे, यो फुल खाइसक्नु पर्यो। Mamma mia, that's a spicy meal. सायद मैले चाहिँ पहिला पनि एकचोटि खाएर होला अलिक पिरो सहन सक्ने भएको छु, तर हाम्रो यता राजाको चाहिँ हेरौँ न। काटे गाइस पिरो चाहिँ अझै लास्टै लिएर आउँछु। हुँदैन। हुँदैन। फोन नम्बर आँटेन। भाइ कस्तो यही छ भित्र पस जा छिटो। भाइ ठिक छ? जुन चाहिँ नगर्नु। खै गाइस पिरो छैन चाहिँ भन्दिनँ, पिरो चाहिँ पिरै छ, तर मैले लास्ट टाइम खाइकन चाहिँ निकै टलरेट गर्न सक्ने भएको छु, तर यो चाहिँ अलिक गाह्रै भएछ यसलाई। म पिरै खान सक्दिनँ। झन् गाह्रो कुरा चाहिँ के हो भने त्यसको च्यालेन्ज यो पनि खानु छ क्या। ल गाइस फेरि मेरो साथी चाहिँ हिज म्यान अफ हिज वर्ड, च्यालेन्ज भनेको च्यालेन्ज नै हो। अब यसले चाहिँ यो टिन्डर मात्रै एक गाछ चाहिँ खानै पर्छ। ल भाइ कमन भाइ यार गाइस, लु भाइ छिटो न यार। त्यसको आज हो न भाइ, यो सस चोपेर खाएको त्यस्तो कुरो हुँदैन। हो तर मेरो यो कम्ती होस् पहिला अलिक। आयो छिटो खान भाइ। अलिक कम्ती त हुन पाऊ न। 20 को 19 भएको छैन। गाइस त्यस्तो पिरो छैन, अलिअलि मात्रै हो। मैले के सोचेर चाहिँ त्यसलाई हराउँछु भनेर सोचेको होला। मिठै छ क्या, त्यस्तो पिरो त छैन। खा एक गाछ खा। पहिला 20 को 19 त हो। किल्ला पो हुन्छ होला मेरो अब। गाइस भिडियो यहाँ छ, यदि यसको च्यालेन्ज अर्को टेन्डर एक बात लिएन भने यो छक्का हो। म थम्बनेलमा यो सारी लाको बनाइदिन्छु यदि खाएन भने।
पिरो कम्ती भएको छ आँखै धमिलो हो त बिचरा मेरो साथी भाइ फेरि खान्छ रिपर रिपर फेरि म खान्छ त जिन्दगी खान्न हो भाइ पानीले मुडी यत्रो भयो मेरो घैँटा ल गाइस ओके गाइस अब चाहिँ नगर न म तपाईँ जितिहालेँ होइन यसले पहिला पानी खाइहाल्नु म त अब जति पनि खाँदा नि केही हुँदैन होइन गाइस तर मेरो आँखा चाहिँ झन्डै गयो अलिकति ढुटो यहाँ लागेको थियो यस्तो गर्दाखेरि आँखा पसेछ क्या अन्त हुन्छ नि फेरि नदेर आफै च्याटजिपिटीले नखानु त भन्नै पर्थ्यो अघि खानुभन्दा अगाडि यसले आधी घन्टासम्म चाहिँ च्याट जिपिटीसँग भक्कु कुरा गर्दै थियो क्या देव झाँचेकिन जाउँ कि नजाउँ रिपर खाऊँ कि नखाऊँ भइसके नजानु भन्दै थियो तर डन भएर आएको हो नि त यता मेरो त अब टेन्सन केही छैन यसले चाहिँ अब रिपर आधी खानै छ च्यालेन्ज है त आधी भन्नाले यो आधी होइन नि आधी बाइट ल गाइस अब चाहिँ ओ बोलो अब चाहिँ च्यालेन्ज गर्छ अरे त ल च्यालेन्ज चाहिँ फेरि त्यो खाएर 1 मिनटसम्म पानी खानु हुँदैन ल पानी खा ओ त्यो धेरै सानो भयो यार ठिक छ आउँदैन त अलिक देर भयो ओ ल ल खा होइन अलिक देर भयो ल खा छिटो खा छिटो छिट्टै त पर्दैन कि ओ नचो बाबु त्यो तै काटेर कसरी हुँदैन छिटो न ओइ आम्मो आम्मा त्यसो त पानी खानु पाउँदैन एक मिनटसम्म पाउँछु ल नयाँ रुल बनाउनु त रहेछ छिटो खान शाबास चट हात चट यसको झुल लाग्छ कहाँ बिरहेको छ अहिले झ्याली गऱ्यो क्या अहिले चोपेर खायो यो झ्याली हो कि होइन यो झ्याली हो नि होइन कसले भनेर हो पर्खिन खा एकछिन खाएर पाउँदो रहेछ भन्दा ब्रो यो सस्ता डिप्रेसन पाउँदैन चाइनिज पिकल त खान ल खा पिज्जा खा पिज्जा झन् पिरो पार्छ खा राइट गाइस दामी भयो च्यालेन्ज होइन दामी भयो अब घरमा गएर के गर्ने हो भाइ बाथरुम बस त्यही हो ल गाइस यदि तपाईँ यहाँ भएको चाहिँ हेरेको भए यसको चाहिँ थर्रै कामिरहेको छैन है हातै मेरो कामिरहेको छ खैर आजको हाम्रो भ्लग यतिमा म टुङ्गाउँछु बेसीले टोचर पनि गर्न चाहँदैन फेरि अब रोइसकेको बाटो जानुपर्छ अलराइट गाइस मेरो भ्लगलाई म अब यतिमै टुङ्गाउँछु होप यु गाइस लाइक द भिडियो होइन यदि मन पऱ्यो भने लाइक गर्नुहोस् सब्सक्राइब सेयर गर्नुहोस् के भन्नु त ल अब म त के भन्नु होइन अब मेरो अलिक म बोल्न थालेपछि अलिक लामै बोल्न पनि सक्छु होइन सो आज अब खासै यो त्यस्तो प्लान होला र च्यानल मनपर्छ भने सब्सक्राइब गर्नु होला र हेर्दै गर्नु होला द अभिषेक विश्वलाई कम्ती बोल भनेको अहिले त गटङटङ यसरी भन्न थाल्यो अब हेरौँ भरे एडिटिङमा के हुन्छ यसको बोलाइ र पनि गाइस थ्याङ्क यू फर वाचिङ है त पिस आउट सलोम बाई बाई